सम्पूर्णमा नमस्कार छ। आज चाहिँ हाम्रो श्री सिद्धकाली माध्यमिक विद्यालय तेह्रथुमको फेदाब गाउँपालिकामा अवस्थित छ। कक्षा 7 मा अध्ययनरत बहिनी जुनु जोगीले चाहिँ काउली बुढी सन्ध्या बुढा है उहाँको चाहिँ आवाज निकाल्छु भनेको छ। अब हेर्दिउँ कस्तो आवाज निकाल्दो रहेछ बहिनीले। ल सुरु गरौँ। कुनै एउटा सिचुएसनलाई बनाएर बिलाएर गर्दा हुन्छ। हुन्छ। नमस्कार, मेरो नाम चाहिँ जुनु जोगी हो। अब म चाहिँ काउली बुढी बोल्नु गइरहेको छु भन्दा नि बोल्दैछु होइन। अनि अब यहाँ चाहिँ मेरो प्यारो प्यारो साथीहरूले हेर्दै हुनुहुन्छ। अब केही त सोध्नु न सर, मलाई त केही पाएन। अनि काउलीजी तपाईँका यी साथीहरू कतिका भलादमी छन्? मेरो साथीहरू त एकदमै भलादमी छन्। मेरो नजरमा चाहिँ अब उनीहरू आफै भित्रभित्रै चाहिँ के छन् मलाई त्यो चाहिँ थाहा छैन। ठिक छ काउलीजी, ठिक छ। अब मैले देख्दा पनि सबैजना एकदमै रमाइला छन्, इमान्दार छन् जस्तो लाग्छ। तपाईँको नजरमा पनि त्यस्तै रहेछन्। अनि तपाईँका यी साथीहरूलाई तपाईँले के सुझाव दिन चाहनुहुन्छ? म चाहिँ अब मेरो साथीहरूलाई के सुझाव दिन चाहन्छु भने अब कक्षा कोठामा रहँदा अनुशासित भएर बस्ने, साथीहरूसँग मिलेर बस्ने, हल्ला नगर्ने, शिक्षकको निर्देशनलाई ध्यान दिएर सुन्ने, पालना गर्ने भन्न चाहन्छु। तपाईँलाई धेरै धेरै धन्यवाद है त काउलीजी। हस्, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। धन्यवाद। ल ताली बजाउँ काउलीजीको लागि।